आजको दिन एकदम आशिष दिन छ कि प्रभुले तपाईँलाई आशिष दिनुहुन्छ। यिर्मया 14:10 भन्दछ, यस प्रजाको विषयमा परमप्रभु येशू भन्नुहुन्छ, तिनीहरू त बरा लिएर हिँड्न साह्रै मन पराउँछन्, तिनीहरूले आफ्ना खुट्टालाई बसमा राख्दैनन्, त्यसैले परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूका अधर्मको सम्झना गर्नुहुनेछ र तिनीहरूका पापको दण्ड तिनीहरूलाई दिनुहुनेछ। कति सुन्दर चेतावनी जो अहिले लडिरहेका छन्। परमेश्वर तपाईँको पाप देख्नुहुनेछ, परमेश्वरले तपाईँको कमजोरी पनि देख्नुहुनेछ। त्यो हुनुभन्दा अगाडि तपाईँ फर्किनु जरुरी छ। दौडेर फर्केर आउनुहोस् र क्षमाको लागि प्रभुलाई भन्नुहोस्। हो, तर त्यहाँ एउटा कुरा छ, मलाई चर्च जान दिएर उसको टाउकोमा शैतानको पाइला जस्तो हो, जानुहोस् र प्रभुले तपाईँलाई विजय दिनुहुनेछ। अब यो गवाईलाई हेर्नुहोस्, तपाईँले छडी किन प्रयोग गर्नुहुन्छ? मेरो दण्डको कारण यो छडी प्रयोग गरेको हो, किनकि म धेरै उभियो भने धेरै दुख्छ। त्यतिबेला साँच्चै दुखिरहेको छ? अब हुँदैन। त्यसो भए त्यो छडीलाई यहीँ छोड्नुहोस् र अब सामान्य रूपमा हिँड्नुहोस् येशूको नाउँमा। त्यसपछि तपाईँलाई आएर उठाउन सक्नुहुन्छ। त्यसलाई त्यहीँ छोड्नुहोस्। एकदम ठिक छ। अब आनन्दले हिँड्नुहोस्, आफ्नो शरीरलाई सिधा बनाउनुहोस्, त्यो हल्को बाटो जानुहोस्। सुन्दर बहिनी, आफ्नो सिधा बनाउनुहोस् शरीर। तपाईँ जवान हुँदाखेरि जस्तो हिँड्नुहोस्। तपाईँको जुत्ता साँच्चै अचम्मको छ, कति सुन्दर महिला। हेर्नुहोस् त्यो येशूको नाउँमा। अब यहाँ आउनुहोस्, यहाँ आउनुहोस् सुन्दर महिला। आउनुहोस्, प्रार्थना गर। पिता, हामी प्रार्थना गर्छौँ, हामी तपाईँलाई पुकार्छौँ। म यो व्यक्तिलाई आशिष दिन्छु र म यो आज्ञा दिन्छु, सबै दुष्टहरू त्यो व्यक्तिबाट हटेर गइहाल येशूको नाउँमा। तपाईँ आफ्नो हात रहनुहोस् र भन्नुहोस्, धन्यवाद प्रभु, प्रभु मसँग हुनुहुन्छ र तपाईँको नाउँमा आशिष होस्।